धन्यवाद सबैले नमस्ते। र आज तपाईहरुको जुन नेपाल पुलिसले लगातार खेलहरू जितिराखेको छ हैन? हजुर। अहिलेसम्म आइपुग्दा कस्तो लागिराखेको छ? एकदम धेरै खुसी दाइहरुसँग खेल्न पाइएको छ अनि खुसी नै छु। चान्स पाइएको छ गेम देखाउनको लागि। र आज तपाई फिजी विरुद्धको प्लेयर म्याच पनि गर्नुभएको छ हैन? र आज कस्तो खेल लाग्यो? आज उत्तर कस्तो खेल लाग्यो? राम्रै लाग्यो, खेल देखाउन पाए खुसी नै छु आफ्नो गेम प्रति। अब नेपाल पुलिसमा तपाईको पहिलोचोटि पनि सहभागिता होइन टिममा चाहिँ? हजुर। कस्तो हुँदो रहेछ टिम कम्बिनेसन चाहिँ कतिको मिलिरहेछ? तपाईले अवसर पाइरहनु भएको छ हैन? कतिको मिलिरहेको छ भन्नुस् त? मिलिरहेछ, बिस्तारै हुँदैछ। एक हप्ता ट्रेनिङ पनि गरियो, 2-4 दिन जति मिलिरह। अब लगातार तपाईलाई पुलिसबाटै नेपाल पुलिस क्लबबाटै देख्न पाइन्छ कि अरू ठाउँबाट हामीले देख्न पाइन्छ दर्शकहरूले चाहिँ? सायद नेपाल पुलिसमै। सम्भावना नै रहेछ। हजुर। कन्ट्र्याक्टमा अहिले हजुर। र तपाईले अहिले अध्ययन पनि गर्दै हुनुहुन्छ हैन? हजुर। कति वर्ष पुग्नुभयो हजुर? अहिले 19 रनिङ। र अध्ययन कति छ हजुरको? अहिले 12। हाइट 6'2". त्यो त तपाईले टाइगर कप खेल्नु भयो? हजुर। पढौबाट? हजुर, गण्डकी प्रदेश। गण्डकीबाट र यसपटक भनौँ अलिकति अब तपाईको दोस्रो पटकको अनुभव पनि छ हैन? त्यस हिसाबले चाहिँ तपाईलाई भनौँ अहिलेसम्म आइपुग्दा कस्तो लागिराखेको छ? ठिकै रमाइलै दाइहरुसँग सबैसँग खेल्न पाइएछ, खुसी नै छु। सब दाइहरुसँग ठुलो गेम खेलेको दाइ अनुभवी दाइहरुसँग खेल्न पाएको छु, खुसी नै छु। जस्तै तपाई त सानै उमेरको हुनुहुन्छ हैन? उदीयमान खेलाडी पनि हो हैन? भलिबल खेलमा चाहिँ कहिलेबाट लाग्नुभयो? भलिबल खेल्नुपर्छ भन्ने चाहिँ कसरी भयो तपाईको? भलिबल त गाउँमै खेलिन्थे सानैदेखि नै खेलियो, सानैदेखि। के भन्नुहुन्छ घर परिवारबाट फ्यामिलीबाट चाहिँ बुवा मम्मीहरूले खेल्नुपर्छ भलिबल अनि पढाइ पनि गर्नुपर्छ के भनेर तपाईलाई चाहिँ प्रेरणा दिनुहुन्छ, हौसला दिनुहुन्छ भन्नुस् त? पढ्न नि पर्छ, गेम पनि खेल्न दिनुहुन्छ, सपोर्ट नै गर्नुहुन्छ। घरबाट पनि सपोर्ट छ गेममा। अन्त्यमा धेरै दर्शकले तपाईलाई हेर्दै हुनुहुन्छ, के भन्न चाहनुहुन्छ भन्नुस् त? सबैलाई धेरै धन्यवाद, सपोर्ट गरिदिनु भयो, माया गरिदिनु भयो। सबैलाई धन्यवाद भन्न चाहन्छु। थ्यांक यू सो मच।